हाम्रा प्रधानमन्त्री बालेन्द्र शाहज्यू बोलेनन् भन्दा भन्दै जब संसद भवनमा एक्कासी आउँछन्, उहाँले बोल्छन् र उहाँले जुन कुराहरू बोले, नेपालले पनि भारतको सिमाना मेचेको छ भन्ने कुराहरू जुन जताततै मिडिया ट्रायल गर्दै आइराखेका छन्, जुन तरङ्गमा आयो, यो कुरा सत्य हो। किनभने चाहिँ नेपाली जनताहरूलाई सत्य तितो लाग्छ के। उहाँले सत्य बोल्नुभएको, अध्ययन गरेर तथ्यमा टेकेर उहाँले सत्य बोल्नुभएको हो। प्रधानमन्त्रीज्यूले अवश्य मिचिएकै पनि छ। किनभने चाहिँ यसको प्रमाणको लागि प्रधानमन्त्रीज्यूलाई दोष लाउनु, राजीनामा दे भनेर भन्नु यो 2-4 सिटका नेताहरूले, पार्टीहरूले चाहिँ यो सुहाएन। किनभनेपछि 30-35 वर्षसम्म हामीले हेरिसकेको पुरानो सरकारलाई। त्यही भएर गलत बोलेको चाहिँ जहाँसम्म पनि लाग्दैन। विभिन्न भूवर्ग अर्थविदहरूले पनि यसको व्याख्या गरिसकेका छन् र सीमा सम्बन्धी अध्ययन भएका सीमाविदहरूले पनि यसको व्याख्या गरिसकेका छन्। र तपाईँलाई सानो एउटा म उदाहरणको लागि एउटा भिडियो राखिदिएको छु। कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नम्बर 10 को यो 10 गजा क्षेत्रमा एकजना स्थानीय बासिन्दा आफ्नै मुखबाट के भन्छन्। हामीले नै मिचेका छौँ भनौँ यहाँको इन्डियाको जमिन। हजुर ए कसरी 10 गजा हामीले छोडेका छौँ, 10 गजा हामीले खाएकै छौँ। जाउँ न, कहाँ हो त्यो? यहीँ छ, यहीँ हो, यहीँ जाउँ न त। ए 10 गजै खाइदिनु भएको छ। कुतिया कबर कञ्चनपुरको यो कुन नगरपालिका? हाम्रो 10 गजा पर्छ। दोधारा चाँदनी हैन? दोधारा चाँदनी नगरपालिका। दोधारा चाँदनी नगरपालिका वडा नम्बर 10 कुतिया कबर। त्यो एप हालेको छ नक्साको, हाम्रो नेपाल नक्साको। त्यसको बाद एप हाल्दाखेरि हाम्रो यहाँसम्म आएको छ 10 गजा भन्ने। अझ सर्यो हैन? सरी। यो हामीले चाहिँ पहिलेदेखि बोर्डर हो एउटै, इन्डियाकै हो। त्यो हामी देख्न सक्छौँ। पिल्लर पनि छ त्यहाँ होइन। त्योभन्दा 10 गजा त हामीले छोड्नै पर्छ इन्टरनेसनल मापदण्डको आधारले पनि होइन। तर त्यो हामीले पहिला छाडेनौँ। त अहिले त्यो छोड्न जाँदा पनि सबैलाई कस्तो लाग्यो भने 10 गजा सर्यो भन्छन्। तर त्यो होइन, चाहिँ 10 गजा चाहिँ वास्तवमा यहीँ नै पर्छ। यही नै होइन, त्यहाँ त होइन रहेछ नि त। हामीले त मिचेका रहेछौँ। भारतले मिच्यो, भारतले खायो मात्र भन्थ्यौँ, हामीले मिचेको रहेछौँ भारत। देख्नुभयो नि, अब विरोध केका लागि, विरोध गर्नु स्वाभाविक छैन। यो सरकार 5 वर्षको लागि स्थायी सरकार हो। यसको काम हामीले 5 वर्षपछि हेर्ने यसको परिणाम। यो पुराना दलका केही सांसद, केही झोलेहरूले विरोध गर्दैमा नेपाली जनताहरूले आक्रोशमा आउनु र प्रधानमन्त्री बालेन्द्र सरकारको राजीनामा माग्नु स्वाभाविक जस्तो लाग्दैन मलाई। जहाँसम्म पनि लाग्यो यो सरकारलाई साथ दिउँ, सपोर्ट दिउँ। यो सरकारले देश बनाउँछ। म यसमा 100% म आशावादी छु। तपाईँहरूलाई कस्तो लाग्छ प्रतिक्रिया दिनु होला, कमेन्ट गरिदिनु होला। मन परे सेयर गरिदिनु र मलाई फलो गर्न पनि नभुल्नु होला। धन्यवाद।